जबसम्म चाहिँ भाव निस्वार्थ मनले मन्दिर गाइँदैन भने त्यसको फल प्राप्त हुँदैन भन्ने छ नि त होइन। अनि मनको शुद्धि र सरलता छैन भने चाहिँ अर्थै छैन। तपाईँको त्यो त्यो प्रभुको लागि गएर चढाउने चिजै छैन अरे क्या। भनेको त्यो स्वार्थ लिएर गएर चढाउनुको चाहिँ अर्थ छैन भन्ने खालको होइन। टाढा हुँदैन तीर्थ र मन्दिर, जसको छ मनमा प्रेमको तस्बिर। टाढा हुँदैन बस्नु न तीर्थ र मन्दिर, जसको छ मनमा प्रेमको तस्बिर। प्रभु प्रेमको भोको हुन्छ, प्रभु प्रेमको भोको हुन्छ, प्रेममा सधैँ सहभागी हुन्छ, प्रेममा सधैँ सहभागी हुन्छ। न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ, न धन त्यागेर त्यागी हुन्छ, न जन त्यागेर त्यागी हुन्छ। सच्चा त्यागी उही हुन्छ जो अहम त्यागेर त्यागी हुन्छ, न धन त्यागेर